हेलो एभ्रिवान, धेरै समय पछाडि आज चाहिँ म एकदम घरमा पर्मिसन मागेर है फिसिङको लागि आएको छु। मेरो फेभरेट, सबैको फेभरेट फिसिङ है। अनि त्यस्तै कामहरूले गर्दा चाहिँ म फिसिङ गर्नु पाएको थिइनँ। सो दिस इज रङ्गीत रिभर। यहाँ चाहिँ हामी फिसिङ गर्नेवाला छौँ अनि भाइहरूको साथमा आएको छु म है। सो हाम्रो बेट रहेको छ आज चाहिँ गोबर आटा अनि यो कुखुराको आन्द्रा। सो सिकारी नम्बर 1 यो अहिले प्रो भएको छ है। सिकारी नम्बर 2 यसलाई त के भन्नु, भिखारी नम्बर 1 भन्नु। हेर मेरो हातमा पनि लाग्छ लाग्दैन। सो लेट्स ट्राई एन्ड सी के हुन्छ है। लागिदियो भने त सबैको लागि राम्रो हो। सो अब हामी यहाँ सेटअप गर्छौँ। यहाँ मान्छे यहाँ खेल्नु मन थियो खास चाहिँ, तर यहाँ अलरेडी मान्छे खेलिरहेको रहेछ। सो हामी यहाँ सिफ्ट भयौँ, यहाँ खेल्छौँ। दामी बाइट हान्दैछ तर मेरो लागेन होला हो। अलि यता आइज त, यहाँ निकाल्नु बगरमा। वाह वाह वाह, हेभी छ नि हौ। कत्ले हो ल, गुड। हो ल, म टट्टी गर्नु गएको थिएँ, यसले त दुईवटा निकालिसकेछ त। अन्त फर्स्टमा आएको त देख, फर्स्टको त्यो, सेकेन्डको यो है। सेकेन्डको यो अलिकति ठुलो है, तर यो साइजको ठिकै हो नि है। यो ठिक हो। यो साइजको त्यो दामी साइजको हो नि त। यो चाहिँ ठिक्कैको है। आन्द्रा भुँडी मात्रै निकालेर क्या झराप्पै पारेर खानु पनि हुन्छ नि। खोइ त रात पर्न आँटिसक्यो। मेरो नामको त आज माछा छैन कि क्या हो। जहिले यस्तै हुन्छ मेरो चाहिँ। तर मेरो लागेको होला हौ माछा, त्यहाँ हल्लाउँदैछ है। म तान्छु एकपल्ट गएर।